दुई तिन एक त मैले कुनै लाइन के उठाउने बेलामा सुत्दा लाइन के सहयात्री भन्छु फेरि डेन्जर होइन बाइक चलाउन त फेरि काइदा हो के हाम्रो गाउँको त बाटो बनाउने त्यही अब दसैँ पर्खिन पर्छ होइन सानो दसैँ हाम्रो गाउँ यस्तो पर्ख्यो बनाउनलाई के अब ओइ बेला खै अब छैनन् मान्छे पनि अब त्यही हो अब कसले सुन्छ र बाटो बनाउने अहिले तपाईँलाई देखाउँछ झन् तलपट्टि कति पिच गरेछन् भनेर डेन्जर अफरोड हो क्या बाटो त फेरि सब झन् यहाँ चाहिँ मान्छेले बनाएको कि के होला सन यो बाटो मान्छेले त बनाएको होला होइन मान्छेले होला गाई बनाएको अनि यहाँ म ठ्याक्कै यहाँ आउँदाखेरि त पहिरो गर्थ्यो के यहाँबाट यहाँ मान्छेले छोड्यो होला कि केले छोड्यो उसले जसले छोड्यो थाहा छ होला धेरै पहिरो गएको थियो उकालोमा यो धेरै भल काट्ने मान्छेलाई त मलाई रिस उठ्छ नि के गर्ने तर गाई चाहिँ कस्तो लाग्यो चाहिँ हाम्रो यहाँ भ्लगिङमा होइन स्टार्टिङ भइरहेछ अब सबैजनाले ट्याक 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 ढ्याङ 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 घुम्टे मुडक्न सकेन गाइस के गर्ने घुम्टे मुडक्न सकिएन गोली गयो कि फेरि हामी त फेरि बाटो पनि उस्तै बाइकमा चाहिँ हाम्रो घरदेखि होइन गाई त्यहाँ माथि के उसमा निस्किन कति टाइम लाग्ने रहेछ यहीँबाट थाहा हुन्छ के मेरो माया छ भने छैन भने अलि आरामले हिँड्ने यहाँ चिको पनि छ कि लास्टै फेरि लोटे हो भने त फेरि त्यही हो फेरि सानो अलि पहिला समातेछ है अरे लोटे हो नि यहाँ हो कि तेरो दाइले हानेकोमा घुम्टे मोडाको भनेको त माटामा फिट्टा गरेर डडाममा हान्छ यस्तो होइन मैले त मुडक्न ला भनेको थिएँ गरेर डाइरेक्ट गएर भित्तामा गएर हानिदियो के मेरो माया ब्लॉगिंग स्टार्टिंग में कैसे लग रहा है हमको कालो लगाए यहाँ चाहिँ विद्यार्थीहरू हिँडिरहेको छ नि भाइ बहिनीहरू यस्तो ज्ञानी छन् नि यहाँ फेरि यस्तो गुल्मी भनेको त त्यसै भनेको रहेनछ कि गुल्मी हो नाम गुल्मेलीको सन म एकचोटि यहाँ पनि लोटेको के यो बाटो फेरि यस्तो सोलोप छ नि यस्तो ढल्के परेको कि यता गाउँतिर फेरि पानी बाटो नबिगारोस् भन्ने त्यस्तो बनाउँदो रहेछ कि फाइनल्ली हामी चाहिँ ट्याक्क लाएर घरदेखि डाँडामा आइसक्यौँ रुन्खा दह
नयाँ लाउँछु भन्न नभन्न। अब हाम्रो चाहिँ यो रुन्खा स्कुल हेर्नुहोस् गाइस, बाटो फेरि खत्रै छ त सोनु। यो बाटो गराउनु पर्यो रे भन्दा नि पुग्ने यहाँ लोटेर केही भयो भने कसले बिउ गर्छ। ट्याक्कै हामी चाहिँ हाम्रो जक्सनमा आइसक्यौँ होइन। ट्याक्कै यो रुन्खा स्कुल हो अनि यो चाहिँ ट्याक्क त्यही हो कि। ल सोनु जरा त तिमी मायालु तिमीलाई सन्त कति बाटो भएर माटो उहाँ गइसक्यो कि सन्नु त। अब यहाँले बस कुर्छौँ, बस कुरेपछि ड्याक्क लाएर अनि सामान पठाइदिन्छौँ। ल गाइस अरू चाहिँ पछि पछि आउँछ है।